मन्दिरका पुजारीका अनुसार अनिष्टको पूर्व संकेत स्वरूप मूर्तिमा विभिन्न अस्वाभाविक परिवर्तनहरू देखिन थाल्छन्। 90 सालको महाभूकम्पले मन्दिर वरपरका सबै घर भत्काउँदा पनि यो मन्दिरमा भने खासै ठूलो क्षति भएन। क्षति भयो त केवल यति, भगवतीको शिर थोरै पश्चिमतिर ढल्कियो। यो अचम्मको शक्ति बोकेको मन्दिर अरू कुनै नभएर पलाञ्चोक भगवती हो। नेपालमा रहेका भगवतीका मन्दिरहरूमध्ये सबैभन्दा पुरानो मानिने यी देवीलाई अन्य भगवतीहरूको जेठी दिदीका रूपमा समेत पुजिन्छ। रोचक कुरा त के छ भने यो मन्दिर अहिले जहाँ छ त्यहाँ हुनुपर्ने नै थिएन। किम्वदन्ती अनुसार यो मूर्ति पहिले बुच्चाकोटमा थियो। एक रात गाउँका एक वृद्धको सपनामा भगवती प्रकट भई आफूलाई उत्तरतर्फ सार्न आग्रह गरिन्। देवीको आज्ञा शिरोधार्य गर्दै मानिसहरू मूर्ति बोकेर उत्तरतिर लागे। बाटोमा हिँड्दा हिँड्दै रात परेपछि उनीहरू अहिले मन्दिर भएकै ठाउँमा बास बसे। तर भोलिपल्ट बिहान मूर्ति उठाउन खोज्दा मूर्ति उठ्दै उठेन। गाउँका 60 घरधुरीका मानिस मिलेर बल लगाउँदा पनि मूर्ति टसमस नभएपछि अन्ततः त्यही ठाउँमा राखेर भगवतीको पूजा आराधना सुरु गरियो। तिनै 60 घरधुरीको नामबाट कालान्तरमा यस ठाउँको नाम 60 घर भगवती रहन गयो। अब